साथीहरू आज चाहिँ म घुम्न जाँदैछु है नानीहरू लिएर हेर्नुहोस् न नानीहरू हेर्नुहोस् त ल हिँड्नुहोस् ऊ बहिनी लड्छ हेर न भयो ओहो 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 कसले समातेको मन पर्दैन उसलाई फेरि हेर्नुहोस् न दिदी बहिनी आमै समातेको मन पर्दैन भने ल हेर्नुहोस् है साथीहरू मेरो छोरी चाहिँ उसलाई मामुको दिदीको हात चाहिने सहारा चाहिने भइसक्यो हिँड्ने भइसकिन् हेर्नुहोस् न साथीहरू ल यता हेर्नुहोस् त माया सान्सी दिदी चाहिँ त हेर्नुहोस् त मेरो ठुली छोरी सानी छोरी आहा कति राम्रो हो मेरो मायाले त हामी मन्दिर जाने अब सानोमा मन्दिर जाने आस आस भन ल मान्छे परेपामा पानीको कमी छैन है साथीहरू हेर्नुहोस् है पानीको कमी छ त बाटो बाटोमा छ पानी त ल बाटो ठुलो यहीँ छ नजिकै हाम्रो त यस्तो छ हालत ल हेर न जहाँ पनि हिँड्न पर्ने यस्तो बाटोमा कसरी हिँड्न दिनु होला है यो बच्चालाई ल हेर त यस्तो छ बाटो साथीहरू यस्तो बाटोमा हिँड्न दिनु रे हिँड 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 गोच्यो अब किन दुब्लायो भन्नुहुन्छ नि यस्तो हुन्छ यी सुन हुँदैन बच्चालाई हेर्नुहोस् त लु अब यी काँडा भाटामा जाने अब यी काँडा भाटामा जाने रे ओहो कमान्ड हेर्नुहोस् सबैजना यस्तै हुन्छन् बच्चाहरू ओ माई गड को कस्तो यस्तो हुन्छ साथीहरू यस्तो छ मेरो छोरीको त हालत ल ओहो नो 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 चान्स हिँड हिँड जाउँ 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 बहिनी रोयो धेरै जाउँ हिँड्नु छ ल लडै लड लडिन्छ हुन्न यता जाने ऊ आमा नि ल ल आमा छोरीको भिड नि त आमा छोरीको भिड नि त उता जाने भनेको हेर्नु यतै झर्ने रे के गर्नु है जाने उता जानिन नि त नि उता जानिन नि त नि अब ओह्रालो लाग्ने रे छिया यता जाने भनेको दिदी चाहिँ म पुगिसकिनु बहिनीको हालत यस्तो छ उठाउन जाने उता जाउँ हिँड नानी दिदीले उठाएर जाने हो कि हेर त रिस हेर्नुहोस् है बाबा रिस हेर्नुहोस् यहाँ छोरीको हेर्नुहोस् बल्ल लु त लडी बुढी गर्दै लास्टमा त हिँड्नु पर्ने रहेछ त पानी देखेर खेल्न लाग्यो क्या यो त्यहाँ गएर यस्तो बाटो भाइ राम्रो हालत मेरो हालत हेर्नुहोस् है साथीहरू यसो एक दुईवटा भिडियो बनाउनु त भने हालत होइन कता कता हिँडेको झिकी झाडीमा यहाँबाट झर्ने बाटो छ भने झर्ने नभए देखा जाएगा क्या होता है देखा जाएगा इधर इधर सक्छौ हिँड्नलाई बिस्तारै हिँड है सानो बाटो हेरेको केही गर्दैन केही गर्दैन घरमा घरको कुकुर हो त्यो सक्दैन त्यस्तो बाटो हिँड्दा बाँधेर राख्यो होला कतातिर आइमाग छोरी हामी घरतिरै पाउनु लागि के हो यताबाट जाने त होला नि बाटो
मन्दिर पनि जाने